आशिका तामाङ समाजसेवी। कुनै बेला उनको साथी जर्मनमा गएर जर्मनको नागरिकसँग इङ्गेजमेन्ट गर्छ र उनको साथीले बिहे गर्ने बेलामा धोका दिन्छ र उनी गएर फेरि त्यही केटासँग बिहे गरेर घरजम जर्मनमा बसाएकी हुन्छन्। उनी नेपालमा टाइममा आउँछिन्। जनावर काटमार गर्नुहुन्न भनेर उनले आवाज उठाउँदै आएकी थिइन् र कुनै समाजले त्यति बेला यिनलाई ठुलै सम्मान गर्थ्यो। आज देशले उनलाई धेरै सम्मान गर्दछ। समाजसेवालाई रुचि राख्ने उनले पेटीमा सुत्ने घरविहीन मानिसहरूलाई उति बेलै उनले ब्ल्याङ्केटहरू किनेर बाँड्ने गर्थिन्। जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई पैसा र चामल खानेकुराहरू बाँड्दै हिँड्ने आशिका तामाङ निडर एक महिला हुन्। उनले फोहोर जथाभावी गर्नुहुन्न, फाल्नुहुन्न भनेर समाजलाई उनले चिनाउँदै आएकी छिन् र अहिले उनले आशिका फाउन्डेसन भन्ने संस्था खोलेकी छिन् र त्यसै मार्फत बाटोहरूमा फोहोर व्यवस्थित गर्नको लागि बास्केटहरू राख्दै आएकी छिन्। मन भएकी, धन भएकी र सोसियल काममा रुचि राख्ने महिला। उनलाई जस्तो पनि जीवन बिताउन जर्मनमा थियो, तर पनि नेपालको अवस्थालाई हेरेर उनले समाजसेवा गर्न नेपाल आएकी छन् र उनले भन्ने गर्छिन् समाजसेवा गर्न र अथवा केही पनि काम गर्न भगवानले पहिले नै दिइरहेको हुन्छ। कसैलाई केही गर्ने, कसैलाई के गर्ने, मलाई पनि भगवानले समाजसेवा गर्न भनेर पठाएको हो जस्तो मलाई लाग्छ। उनकै मुखबाट कुरा सुनौँ। एउटा क्वालिटीले जस्तो तपाईँलाई प्रश्न सोध्नलाई चाहिँ भगवानले जन्म दिनुभएको छ, भाइलाई चाहिँ क्यामेरा खिच्नको लागि। मलाई चाहिँ समाजमा भगवानले त समाजको लागि जन्म भएको होइन भनेर त्यसरी छुट्याइदिनु भएको जस्तो लाग्छ क्या मलाई। गड ह्याड चोजन भन्छ नि, गड ह्याड चोजन मी एज अ सोसल वर्कर।